आजको यस गहन अध्ययनमा स्वागत छ। ल अब यसलाई विस्तारमा खोतलौं। एकदम, म पनि तयार छु। आज हामी एउटा यस्तो विषयमा प्रवेश गर्दैछौं जसले दैनिक जीवनलाई हेर्ने र बुझ्ने हाम्रो नजर नै पुरै बदल्न सक्छ। हामी सबैलाई लाग्छ कि हामीसँग धेरै जानकारी छ, हामी संसार बुझ्छौं। हामीलाई त्यस्तै लाग्छ। तर के त्यो साँच्चै हाम्रो आफ्नो ज्ञान हो त? वा केवल समाजबाट, साथीभाइबाट वा इन्टरनेटबाट उधारो लिएको जानकारी मात्र हो? यही नै आजको सबैभन्दा ठूलो प्रश्न हो। आजको हाम्रो स्रोत सामग्री निकै चाखलाग्दो छ। युट्युब च्यानल आचार्य प्रशान्तमा अपलोड गरिएको 2025मा दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा भएको एउटा संवाद, जसको शीर्षक छ उधारका ज्ञान, जिन्दगी बेजान। निकै गहकिलो शीर्षक छ। हो नि, आजको हाम्रो मिशन भनेकै यही उधारो ज्ञान र वास्तविक आत्मज्ञान बीचको फरक केलाउनु हो र यसले जीवनका साना ठूला निर्णयहरूलाई कसरी पर्दा पछाडिबाट नियन्त्रण गरिरहेको हुन्छ भन्ने बुझ्नु हो। यो विषयवस्तुलाई अलिकति फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने खासमा आज हामी यस्तो युगमा छौं जहाँ सूचनाको कुनै कमी छैन। जताततै सूचना नै सूचना छ। तर सूचना र ज्ञानलाई एउटै मान्ने ठूलो गल्ती हामी दिनहुँ गरिरहेका हुन्छौं। बाहिरबाट सुनेका कुराहरूलाई जब कुनै परीक्षण बिना नै जीवनको आधार बनाइन्छ नि, त्यसले भित्र एक प्रकारको खोक्रोपन र बेचैनी जन्माउँछ। एकदम सही कुरा। आजको यो विश्लेषणले हामीलाई त्यही बाहिरी कोलाहलबाट निस्केर आफ्नै जीवनलाई स्पष्ट रूपमा कसरी हेर्ने भन्ने कुराको ठूलो चित्र प्रस्तुत गर्नेछ। यो संवादको सुरुवात नै एउटा यस्तो प्रश्नबाट हुन्छ जुन सुन्दा धेरैलाई आफ्नै कथा जस्तो लाग्न सक्छ। हजुर, त्यो विद्यार्थीको प्रश्न हो। द्वितीय वर्षमा अध्ययनरत सचिन नाम गरेका एकजना विद्यार्थीले एउटा प्रश्न सोध्छन्। उनको भनाइ के छ भने, मैले धेरै ज्ञान आर्जन गरिसकेँ, मलाई सत्य के हो भन्ने पनि थाहा छ। यो बाटोमा हिँड्दा मेरो र समाजको भलाइ हुन्छ भन्ने पनि बुझेको छु। तर पनि भित्रैबाट कुनै कुराले मलाई गलत बाटोमा लैजान्छ, बेचैनी हुन्छ, तैपनि म त्यही गल्ती गरिरहन्छु। यो त अचम्मको विरोधाभास भयो नि। ठ्याक्कै त्यही त। एकातिर मलाई सबै थाहा छ भन्ने दाबी छ, अर्कोतिर भित्र पुरै छटपटाहट छ। स्रोतमा आचार्य प्रशान्तले यही विरोधाभासलाई समात्नु भएको छ। उहाँको विश्लेषण के छ भने, यदि भित्र बेचैनी छ, छटपटाहट छ र कुनै समाधान निस्किएको छैन भने त्यसलाई ज्ञान भन्नै मिल्दैन। हो, ज्ञान भन्नै मिल्दैन। सचिनको भनाइ आफैमा बाजिएको छ। एकातिर ज्ञान छ भनिएको छ, अनि अर्कोतिर भित्र को बसेर मलाई गलत बाटोमा लैजाँदैछ भन्ने नै थाहा छैन भनिएको छ। साँचो ज्ञानले त बेचैनी बढाउँदैन नि। वास्तविक ज्ञानले त समाधान दिन्छ, स्पष्टता दिन्छ। मानिसहरूले बाहिरी सूचना, सुनिसुनाई कुराहरू र भनौँ न यो व्हाट्सएप युनिभर्सिटीका अफवाहहरूलाई नै आफ्नो ज्ञान मान्ने गल्ती गर्छन्। एकदम। उनीहरूसँग आफ्ना मौलिक प्रश्नहरू हुँदैनन्, केवल समाजले दिएका मान्यताहरू हुन्छन् जसलाई उनीहरूले सत्य मानिदिन्छन्। मानिसहरू कति सजिलै ठूला ठूला कुरा गर्छन् भन्ने कुरा स्रोतमा निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ। जस्तै कसैले बिना कुनै अध्ययन भगवद् गीताको उदाहरण दिँदै भन्छ नि, कर्म गर, फलको आशा नगर। हो, यो त धेरैले सुटक्क भनिदिने वाक्य हो। तर प्रश्न यो हो कि के ती बोल्ने मानिसहरूले साँच्चै गीता पढेका छन् त? यहाँनिर एउटा रमाइलो प्रसङ्ग छ। के भगवद् गीताका जम्मा 2वटा मात्र प्रतिलिपि छन् जुन संसारको कुनै कुना, मानौ ग्रिनल्यान्ड र अलास्कामा मात्र पाइन्छन्? पक्कै होइन। विश्वविद्यालयमै संस्कृत विभाग हुन्छ, अनुवादहरू जताततै छन्, अनलाइनमा पनि सजिलै पाइन्छन्। तर सजिलै जाँच्न सकिने कुरालाई पनि नजाँचिकन मानिसहरू औसत दर्जेको कुराकानीलाई नै सत्य मान्छन्। मैले त यो कुरा सुन्दा आफैलाई एकपटक सोचेकी थिएँ। यो प्रवृत्तिले एउटा गहिरो मनोवैज्ञानिक अवस्थालाई देखाउँछ। कस्तो अवस्था? आफूले आफैलाई म ज्ञानी छु भन्ने भ्रममा राख्दा एउटा नक्कली सुरक्षा मिल्छ नि त। यसले गर्दा मानिसले नयाँ कुरा सिक्ने ढोका नै बन्द गरिदिन्छ। मलाई त सबै थाहा छ भनेपछि सिक्नै परेन। हो, त्यसो भए ज्ञानको सुरुवात आखिर कहाँबाट हुन्छ त? स्रोतका अनुसार आफूलाई केही थाहा छैन भन्ने कुराको महसुस गर्नु नै वास्तविक ज्ञानको पहिलो खुड्किलो हो। मलाई केही थाहा छैन भन्ने स्वीकार गर्नु पर्यो। एकदम। म कसरी आश्वस्त हुन सक्छु कि मलाई थाहा छ, अर्थात् हाउ डु आई नो द्याट आई नो? यो प्रश्न आफैलाई सोध्न सक्नुपर्छ। जबसम्म हामीले आफ्ना विचार,
कामना र लक्ष्यहरू कहाँबाट आइरहेका छन् भनेर सूक्ष्म रूपमा हेर्दैनौँ तबसम्म हामी उधारो ज्ञानकै भरमा बाँचिरहेका हुन्छौँ। त्यसो भए वास्तविक ज्ञान केलाई भन्ने त? यो सुन्दा अलि अमूर्त लाग्यो। धेरैलाई लाग्न सक्छ ज्ञान भनेको त पुस्तकालयमा गएर 20-40 वटा किताब पढ्नु हो। साधारण बुझाइ त्यस्तै छ। वा आँखा चिम्लिएर भित्र कुनै रहस्यमय कुरालाई हेर्नु हो। स्रोतले यसलाई कसरी खुलाएको छ? यहाँ बुझ्नुपर्ने कुरा के छ भने ज्ञान भनेको कुनै विचार वा सङ्कलित सूचनाहरूको भण्डार होइन। ज्ञान भनेको दृष्टि हो। दृष्टि हो, दृष्टि। यो सधैँ जीवित हुन्छ र तत्काल अर्थात् इन्स्टेन्टेनियस हुन्छ। एउटा उदाहरण हेरौँ। ल सुनौ न त। मानव कोठामा एकदमै शान्त भएर बसिएको छ र मनमा कुनै विचार चलिरहेको छ। अचानक बाहिर विवाहको ढोल बज्न थाल्छ वा कुनै चर्को सङ्गीत सुनिन्छ। त्यस्तो बेला त ध्यान भङ्ग हुन्छ। हो, त्यो आवाज कानमा पर्ने बित्तिकै विचारहरूको दिशा पुरै बदलिन्छ। अब त्यो विचार कसरी बदलियो, बाहिरी आवाजले भित्र कसरी तरङ्ग ल्यायो भनेर त्यसलाई स्पष्ट देख्न सक्नु, त्यो प्रवाहलाई बुझ्न सक्नु नै आत्मज्ञान हो। भनेपछि आफैलाई अब्जर्भ गर्ने कुरा भयो। ठ्याक्कै। यो भनेको प्रत्येक पलमा आफूभित्र र बाहिर भइरहेको घटनालाई कुनै पूर्वग्रह बिना हेर्ने क्षमता हो। यसलाई अझ व्यावहारिक बनाउन स्रोतमा कारको हेडलाइटको उपमा प्रयोग गरिएको छ, जुन निकै चाखलाग्दो छ। हो नि, त्यो उपमा एकदम सटिक छ। सोचौं त, राति गाडी चलाउँदा के हामी सुरुको 10 किलोमिटर मात्र बत्ती बालेर बाँकी बाटो अँध्यारोमै चलाउँछौँ र? पक्कै चलाउँदैनौँ। वाउ, बिहानको ब्रेकफास्टमा उज्यानो खोज्ने अनि रातिको डिनर चाहिँ पुरै अँध्यारोमा गर्ने, त्यस्तो हुन्छ र? हुँदैन। किनभने यात्रा गर्दा हरेक नयाँ मोडमा, हरेक नयाँ परिस्थितिमा सचेत भएर हेर्नुपर्ने हुन्छ। हो, तर हाम्रो जीवनमा हामीले ठ्याक्कै त्यही गरिरहेका हुन्छौँ। हामीले 10 वर्ष अघि पढेको कुनै किताब वा कसैले भनेको आदर्श वाक्यलाई हेडलाइट मानेर आजको वर्तमान परिस्थितिमा गाडी हाँकिरहेका हुन्छौँ। अनि त्यही दुर्घटना हुन्छ। एकदम। जीवनको हरेक पलमा निर्णय लिनको लागि निरन्तर सचेतता आवश्यक पर्छ। जसरी यात्रा गर्दा निरन्तर हेडलाइट चाहिन्छ। यदि हामी बीचमा रोकिएर हिजोको निष्कर्षको भरमा मात्र अघि बढ्न खोज्यौं भने त जीवनरूपी गाडी खाल्डोमा पर्न सक्छ। ज्ञान त सधैँ गतिशील हुनुपर्छ र यदि ज्ञान गतिशील भएन भने हामी केवल शब्दहरूको दास बन्न पुग्छौं। शब्दहरूको दास। यहीँनिर अर्को एउटा ठूलो समस्या आउँछ, नबुझिएका शब्दहरूको अन्धो प्रयोग। हामीले बाल्यकालदेखि नै समाज, प्रेम, विकास, पैसा, सुन्दरता जस्ता एकदमै भारी शब्दहरू सुन्दै र प्रयोग गर्दै आएका छौँ। दिनहरू प्रयोग हुने शब्दहरू हुने त। तर के ती शब्दहरूको वास्तविक अर्थ कहिले जाँचेका छौँ? मानिसहरू विकासको कुरा गर्छन्, तर विकासको नाममा अन्धाधुन्ध विनाश पनि भइरहेको हुन्छ। हो नि, जताततै डोजर चलेको छ। यी शब्दहरूको गहिराई नबुझी सतहमा तैरिनु भनेको अरूको स्क्रिप्टमा आफ्नो जीवन जिउनु जस्तै हो। शब्दहरूको गलत बुझाइले कस्तो नतिजा ल्याउन सक्छ भन्ने कुरामा एउटा रमाइलो तर गम्भीर कथा स्रोतमा जोडिएको छ। त्यो योगदानको कथा हो। योगदान अर्थात् कन्ट्रिब्युसन भन्ने शब्दलाई लिएर प्रस्तुत गरिएको यो कथा। कल्पना गरौँ, सडकमा एउटा भयानक दुर्घटना भएको छ। एकजना घाइते मान्छे सडकमा लडिरहेको छ, उसको टाउकोबाट रगत बगिरहेको छ। एकदम गम्भीर अवस्था छ त्यहाँ। आउँदै त्यहाँ पुग्छ र भन्छ, मैले कतै कम्पाउन्डरको काम गरेको थिएँ, म यसको ब्रेन सर्जरी गर्छु र समाजमा मेरो योगदान दिन्छु। सुन्दा निकै हास्यास्पद छ, तर यसको भित्री अर्थ निकै डरलाग्दो छ। हो नि, शब्दहरूको गहिराई नबुझिकिन केवल म पनि केही गर्छु वा योगदान दिन्छु भन्ने भावनामा बहगिएर काम गर्दा कति ठूलो विनाश हुन सक्छ भन्ने यो एउटा स्पष्ट चित्र हो। त्यो रक्सी खाएको मान्छेले आफ्नो क्षमता र परिस्थितिको कुनै दृष्टि छैन। तर उसलाई योगदान भन्ने शब्दको भूतले सवार गरेको छ। हामी मध्ये धेरैले आफ्नो दैनिक जीवनमा, करियरमा वा सम्बन्धहरूमा यस्तै नबुझिएका शब्दहरूको आधारमा ब्रेन सर्जरी गर्न खोजिरहेका त छैनौँ? यो सोच्न बाध्य बनाउने कुरा हो। यो अज्ञानताले हामीलाई केवल भ्रममा मात्र राख्दैन, यसले हामीलाई एक प्रकारको नक्कली कमजोरीको आवरण पनि ओढाउँछ। नक्कली कमजोरी? त्यही संवादमा अर्को एकजना विद्यार्थीले सोधेको प्रश्नले यसलाई अझ प्रष्ट पार्छ। प्रश्न थियो, यदि कोही कमजोर छ, आफ्नो लागि स्ट्यान्ड लिन सक्दैन भने उसले त बाध्य भएर समाजले जे भन्छ त्यही गर्नुपर्छ नि, होइन र? यो प्रश्न सुन्दा त सामान्य र धेरैको यथार्थ जस्तो लाग्छ नि।
धेरैले यस्तै महसुस गर्छन् होला। तर यसमा दिएको जवाफले पुरै दृष्टिकोण नै बदलिदिन्छ। जवाफ निकै सिधा छ। स्रोतमा भनिएको छ कोही पनि कमजोर हुँदैनन्, नालायक हुन्छन्। यो सुन्दा अलि कठोर लाग्न सक्छ। हो, नालायक भन्ने शब्दले मानिसलाई अलि बिजाउन सक्छ, तर यसलाई गहिरिएर हेर्दा यसमा लुकेको मनोविज्ञान कस्तो छ त? खासमा जसलाई हामी कमजोरी भन्छौं त्यो धेरैजसो अवस्थामा एउटा स्वार्थ र सुविधा मात्र हो। स्वार्थ? कमजोरी कसरी स्वार्थ हुन सक्छ? बाल्यकालदेखि नै विचार गरौँ न। बिरामी हुँदा वा कमजोर महसुस गर्दा स्कुल वा कलेज जानु पर्दैन, बिदा पाइन्छ। त्यो त हो। घरमा पनि गाह्रो काम गर्नु पर्दैन, म त कमजोर छु, मेरो काम पनि तिमी नै गरिदेऊ भन्न पाइन्छ। अरूमाथि आश्रित भएर बाँच्नमा एउटा छुट्टै प्रकारको सुविधा हुन्छ नि त। जिम्मेवारीबाट भाग्न पाइयो। हो, जीवनका चुनौती र खतराहरू मोल्नु पर्दैन, जिम्मेवारी लिनु पर्दैन। यसलाई मजबुरी भन्नुभन्दा पनि फाइदाको लागि गरिएको एउटा सम्झौता भन्नु धेरै उचित हुन्छ। यो कुरालाई स्रोतमा एउटा अफिसको उदाहरण दिएर एकदमै व्यावहारिक बनाइएको छ। मानौ एउटा मान्छे अफिसमा आफ्नो हाकिमको अगाडि केही बोल्न सक्दैन, अन्याय हुँदा पनि स्ट्यान्ड लिन सक्दैन। उसले भन्छ कि म त कमजोर छु, मेरो स्वभाव नै डराउने खालको छ, म कसैसँग बाँच्न सक्दिन। तर त्यही मान्छे बेलुका घर आउँछ र आफ्नी श्रीमती वा बच्चाहरूलाई थप्पड हान्छ, उनीहरूमाथि पुरा शासन चलाउँछ। त्यहाँ चाहिँ ऊ फेरि बलियो हुन्छ। हो, अब प्रश्न उठ्छ, यदि ऊ साँच्चै कमजोर थियो भने घरमा कसरी त्यति बलियो भयो त? यहाँनिर दिमागले गरेको हिसाब किताब बुझ्न जरुरी छ। अफिसमा हाकिमको अगाडि बोल्दा जागिर जान सक्छ, पैसा आउन बन्द हुन्छ। त्यहाँ उसको स्वार्थ जोडिएको छ। पैसाको स्वार्थ छ। त्यसैले त्यहाँ उसले कमजोरीको नाटक गर्छ, किनकि चुप लाग्दा उसलाई फाइदा छ। घरमा ऊभन्दा शारीरिक वा आर्थिक रूपले कमजोर मानिसहरू छन्, त्यहाँ उसको जागिर जाँदैन। अनि त्यहाँ ऊ आफ्नो सक्कली रूप देखाउँछ। ठ्याक्कै। यो मजबुरी होइन, यो त आफ्नो स्वार्थ पूरा गर्ने एउटा छनोट पुरै छ। जहाँ फाइदा हुन्छ त्यहाँ मानिस कमजोर बनिदिन्छ। भनेपछि यो त विवशता होइन, एक प्रकारको रणनीति भयो। स्रोतमा यसलाई सुनको पिञ्जडामा बसेको चरासँग पनि तुलना गरिएको छ नि। हो, त्यो उदाहरण निकै सान्दर्भिक छ। बाहिर उड्न सक्ने पखेटा हुँदा हुँदै पनि पिञ्जडामा बस्ने चराको मनोविज्ञान कस्तो हुन्छ? त्यो चरालाई बाहिरबाट हेर्दा लाग्छ ऊ विवश छ, पिञ्जडामा थुनिएको छ। तर गहिरिएर हेर्ने हो भने त्यो पिञ्जडाभित्र उसलाई समयमै दानापानी मिलिरहेको छ। मेहनत गर्नु परेन। बाहिर उडेर खाना खोज्ने दुःख उसले गर्नु परेको छैन, अनि आकाशमा उड्ने चिल र बाजले आक्रमण गर्लान् भन्ने डर पनि छैन। गुलामीको सट्टामा उसले सुरक्षा र सुविधा पाइरहेको छ। भनेपछि ऊ आफैले रोजेको हो त्यो पिञ्जडा? एकदम। दर्शनशास्त्रको दृष्टिकोणबाट हेर्दा मानिस कहिल्यै विवश हुँदैन। विवशता वा मजबुरी भन्ने कुनै शब्द नै हुँदैन। त्यहाँ केवल छनोट अर्थात् चोइस हुन्छ। मजबुरी हुँदैन, चोइस मात्र हुन्छ। हो, यदि कोही बाध्यतामा बाँचिरहेको छ भने त्यो पनि उसकै आफ्नै छनोट हो। स्वतन्त्र हुनु भनेको जिम्मेवारी लिनु हो, आफ्नै निर्णयको जोखिम उठाउनु हो, जुन धेरैलाई गाह्रो लाग्छ। यो कुराले एउटा झट्का त दिन्छ। यदि मजबुरी मेरो आफ्नै छनोट हो भने स्वतन्त्रता पनि त मेरै छनोट हुन सक्छ नि। पक्कै पनि। तर यहाँनिर एउटा व्यावहारिक प्रश्न उठ्छ। यदि हामीले आफूलाई वर्षौंदेखि कमजोर भनेर विश्वास गरिसकेका छौं, हामी त्यही सुनको पिछडामा बानी परिसकेका छौं भने त्यो भित्री शक्ति कसरी जगाउने त? यो एकदम महत्त्वपूर्ण प्रश्न हो। पिछडाबाट बाहिर निस्कने आँट कहाँबाट ल्याउने त अब? समाधान पनि यही स्रोतभित्रै स्पष्ट रूपमा राखिएको छ। यदि साँच्चै आफूलाई कमजोर महसुस हुन्छ भने त्यसको एउटै मात्र उपाय भनेको आफूलाई एउटा सही र सार्थक लक्ष्यमा पूर्ण रूपमा डुबाउनु हो। सार्थक लक्ष्यमा डुबाउने हो। हाम्रो भित्र असीम शक्ति पहिलेदेखि विद्यमान हुन्छ, तर हामीले त्यसलाई कहिल्यै प्रयोग नगरेका कारण हामी त्यसलाई बिर्सेर बसेका हुन्छौं। जब हामी कुनै सही काममा, जुन काम गर्नु एकदमै आवश्यक छ, त्यसमा आफूलाई झोक्छौं, तब त्यो शक्ति आफै बाहिर प्रकट हुन्छ। यसलाई बुझाउन स्रोतमा चुम्बक र फलामको जुन कथा प्रयोग गरिएको छ नि, त्यो निकै शक्तिशाली छ। हजुर, त्यो एनालोजी एकदम राम्रो छ। एउटा फलामको टुक्रा वर्षौंदेखि एउटै ठाउँमा लडिरहेको हुन्छ। उसले सोच्छ, मसँग त हिँड्ने तागतै छैन, म त पुरै विवश छु, मेरो भाग्य नै यही हो। उसलाई आफ्नो शक्तिको अन्दाजै हुँदैन। तर अचानक त्यहाँ एउटा शक्तिशाली चुम्बक ल्याइन्छ। त्यो चुम्बक आउने बित्तिकै त्यही फलामको टुक्रा एक्कासी तीव्र गतिमा चुम्बकतिर तानिन्छ र दौडिन थाल्छ। एकदम। फलाम आफै छक्क पर्छ।
ममा यति धेरै शक्ति कहाँबाट आयो? हिजोसम्म त म हिँड्न पनि सक्दिन थिएँ। विज्ञानको नियमअनुसार हेर्ने हो भने पनि त्यो शक्ति कतै बाहिरबाट आएको होइन नि। होइन नि, त्यो फलामभित्रै रहेको गतिज ऊर्जा वा काइनेटिक एनर्जी थियो। फलामलाई आफ्नो शक्तिको अन्दाज नै थिएन, किनभने त्यहाँ कुनै त्यस्तो शक्ति तान्ने माध्यमै थिएन। लक्ष्य नभएर पो रहेछ। एउटा शक्तिशाली र सही लक्ष्य अर्थात् त्यो चुम्बकले गर्दा त्यो भित्री शक्ति प्रकट मात्र भएको हो। हाम्रो जीवनमा पनि हामी त्यही फलामको टुक्रा जस्तै हौं। भनेपछि हामीले हाम्रो चुम्बक खोज्नु पर्यो। सही लक्ष्यले हामीभित्र रहेको तत्त्वमसी अर्थात् तिमी त्यही हौ, द्याट दाउ आर्ट को भावलाई जगाउँछ, आफ्नो वास्तविक स्वरूपसँग परिचय गराउँछ, जसले हाम्रो सम्पूर्ण ऊर्जालाई एकै ठाउँमा केन्द्रित गरिदिन्छ। र यो कुरा केवल सुन्नका लागि मात्र राम्रो सिद्धान्त होइन रहेछ, व्यवहारमा पनि लागू हुन्छ। स्रोत सामग्रीको अन्त्यतिर निधि तिवारी नाम गरेकी एकजना शिक्षिकाको अनुभव राखिएको छ। उहाँले विगत 1.5 वर्षदेखि यी गीता सत्रहरू र आचार्य प्रशान्तका विचारहरू सुन्दै आउनु भएको रहेछ। उहाँको टेस्टिमोनियल, उहाँको अनुभवले यो सम्पूर्ण दर्शनलाई एउटा जीवन्त रूप दिएको छ। उहाँ भन्नुहुन्छ, पहिले मलाई लाग्थ्यो गीता भनेको केवल श्लोकहरूको वाचन हो, तर जब मैले यसलाई जीवनमा उतार्न थालेँ तब मैले बुझेँ कि म अहिले जे छु र जे जस्तो अवस्थामा बसेकी छु त्योभन्दा धेरै गुणा उत्कृष्ट बन्न सक्ने सम्भावना, एउटा प्रोबेबिलिटी म भित्रै रहेछ। यो भनेको त आफ्नो असीमित सम्भावनालाई चिन्नु हो। पूर्ण विश्लेषणलाई एकै ठाउँमा समेट्दा हामीले के निष्कर्ष निकाल्न सक्छौं भने सबैभन्दा पहिले त हामीले बाहिरी सूचना, सुनी-सुनाई कुरा र इन्टरनेटका सतही जानकारीलाई ज्ञान मान्ने त्यो गहिरो भ्रमबाट बाहिर आउनै पर्छ। उधारो ज्ञानबाट मुक्त हुनु पर्यो। वास्तविक ज्ञान भनेको त जीवनका हरेक पलमा सचेत रहने, प्रत्येक विचार र भावनालाई प्रष्ट देख्न सक्ने दृष्टि हो, जसरी निरन्तर बलिरहने गाडीको हेडलाइटले बाटो देखाउँछ। हजुर। र अर्को महत्त्वपूर्ण कुरा, आफूलाई कमजोर मानेर मजबुरीको बहाना बनाएर सुनको पिञ्जडामा बस्नुभन्दा एउटा त्यस्तो सार्थक लक्ष्य खोज्नुपर्छ जसले हामीभित्र लुकेको त्यो असीमित शक्तिलाई चुम्बकले जस्तै बाहिर तान्न सकोस्। दर्शनमा मजबुरी होइन, केवल छनौट हुन्छ। हामीले कुन छनौट गर्छौं त्यसैले हाम्रो जीवनको दिशा तय गर्छ। यी सबै कुराले जीवनलाई हेर्ने एउटा नयाँ लेन्स नै प्रदान गर्छन्। ल, अब आजको यस गहन अध्ययनलाई बिट मार्नु अघि म यो स्रोत सामग्रीकै भावमा आधारित एउटा प्रश्न छोड्न चाहन्छु। हस्। एकछिन शान्त भएर कल्पना गरौँ त, यदि हाम्रो वर्तमान जीवन, हाम्रो सोच र हाम्रो पूरै पहिचान केवल समाजले दिएका प्रेम, सफलता, विकास वा कमजोरी जस्ता उधारो शब्दहरूको जगमा मात्र उभिएको छ भने, यदि आज हामीले ती सबै सिकेका र उधारो लिएका शब्दहरूलाई आफ्नो दिमागबाट पुरै मेटाएर एकदम शून्यबाट यो संसारलाई र आफूलाई हेर्ने हो भने हामीले ऐनामा हेर्दा वास्तवमा कसलाई देख्नेछौँ? गहिरो प्रश्न। के हामी साँच्चै त्यही व्यक्ति हौं जुन हामीले जीवनभरि आफूलाई मान्दै आएका छौं, वा त्यो बाहिरी आवरणभित्र कुनै अर्कै अपरिचित तर असीम शक्तिशाली यथार्थ लुकिरहेको छ? यसले पक्कै पनि सोच्न बाध्य बनाउँछ। यो यस्तो प्रश्न हो जसले हामी सबैलाई आफूले जानेका कुराहरूमाथि फेरि एकपटक शङ्का गर्न र नयाँ सिराबाट सोच्न बाध्य बनाउँछ। आजको यो डिप डाइभ हामी यहीँ टुङ्ग्याउँछौँ। स्रोतका यस्तै गहिरा विचारहरूसँगै फेरि अर्को विषयमा प्रवेश गर्ने नै छौँ। धन्यवाद।